ल सेवा र नमस्कार सम्पूर्ण मेरो आदरणीय मित्रहरूलाई। म चाहिँ आज यहाँ भजन मजिटो मकटेल बनाउन गइरहेको छु। यो चाहिँ कसरी बनाइन्छ होइन यस विषयमा हाउ टु मेकिङ मजिटो मिन्ट मकटेल यस विषयमा चाहिँ म लाइभ भिडियो लिएर चाहिँ यहाँ समक्ष म उपस्थित भएको छु। हेर्नुहोस् यो चाहिँ निबु है, नेपालीमा निबु भन्ने छैन, इङ्ग्लिसमा चाहिँ लेमन हुन्छ। यो मैले एक ग्लासमा चट्टै हालेँ ल। अब म चाहिँ यसलाई अब थोरै चिचाउनु गइरहेको छु पेस्ट गर्नु। अब हाल्नु पऱ्यो तपाईँको पुदिनाको पत्ता, चट्टै हाल्यो है। मैले हालेँ पनि तपाईँले देख्दै हुनुहुन्छ होइन। यो चाहिँ अब होइन मैले तपाईँले अघि नै भनिसकेँ भर्जन मजिटो कसरी बनाइन्छ होइन यस विषयमा तपाईँहरूलाई म एकदम प्रत्यक्ष भिडियो देखाउन गइरहेको छु। हेर्नुहोस् यस्तो भइसक्यो। अब तपाईँको यो चाहिँ सुगर सिरप हो। यो चट्टै हाल्नुपर्छ। हेर्नुहोस् अब के हाल्नु छ भन्दाखेरि यसले म चाहिँ चटक्कैसँग चाहिँ मैले थोरै यो चम्चले चाहिँ होइन यसले अल्टाइ पल्टाइ गरेँ है। टक्कैसँग चाहिँ अब यहाँ राखिदिउँ मैले। अब रह्यो तपाईँको आइस कुप आइस। यहाँ आइस टम हुनु पर्थ्यो, यहाँ आइस टम छैन कि अहिले। यहाँ पर लगेको छ वासिङ, त्यही भएर मैले यो चम्च पनि हाल्दैछु। त्यहाँदेखि चाहिँ सोडा हाल्नुपर्छ। सोडा मैले हालेँ। अब यसले थोरै सेक गर्नुपर्छ चम्च। हन्ड्रेडमा 99% तयार भयो। अब यो चाहिँ मिन्ट सिरप हो। यो चाहिँ तपाईँको पुदिनाको पत्ताको सिरप बनाएको हुन्छ। यसको चाहिँ मैले 1 ढक्कन हालेँ यहाँ। अब थोरै हाल्छु। तयार हुँदैछ भाइ, तयार हुँदैछ। यो चाहिँ लेमन स्लाइस टक्कै हालेँ मैले होइन। अब एउटा चाहिँ सुविधा होता है ना, क्रैश करो हेर्नुहोस् मित्रहरू रेडी भयो, तयार भयो है। अब यो जान्छ टक्कै तपाईँको टेबलमा। ल भाइ सर्भर लिएर हो ल। त यस्तो यस्तै भिडियो हेर्नको लागि चाहिँ मैले फलो गर्नु होला र मेरो भिडियोलाई लाइक अनि एउटा मिठो कमेन्ट, भिडियोलाई धेरै धेरै सेयर गरिदिनु होला भन्न चाहन्छु। र यस्तो यस्तै भिडियोहरू पनि फेरि नेक्स्ट भिडियोमा लिएर आउनेछु। हस् त, धन्यवाद। नो गेन, थ्याङ्क यू।